नमस्कार साथीहरू। आज म तपाईहरुमाझ एउटा यस्तो पदार्थको जानकारी लिएर आएको छु जुन पदार्थ एकदमै रहस्यमय छ। हालैसम्म पनि वैज्ञानिकहरूले यसको स्पष्ट रूपमा प्रत्यक्ष प्रमाण वा देख्न सकिने किसिमको प्रमाणहरू जुटाउन सकेका छैनन्। तर विभिन्न माध्यमहरूबाट यो पदार्थ छ भन्ने अनुमान लगाइरहेका छन्। दर्शकबिन, त्यो पदार्थको नाम हो डार्क म्याटर। यो यतिसम्म रहस्यमय छ कि वैज्ञानिकहरूले बृहत् रूपमा परीक्षण, प्रयोग वा अध्ययन गर्दा पनि यसको स्पष्ट प्रमाणहरू भेटिरहेका छैनन्। यसले सम्पूर्ण ब्रह्माण्डको 27% भाग ओगटेको छ। यसको कुनै पनि प्रत्यक्ष प्रमाण भेटिएको छैन, तर यसलाई गुरुत्वाकर्षण बलको माध्यमबाट अनुभव गर्न सकिन्छ। हामीले कुनै पनि वस्तु, प्रकाश त्यस वस्तुमा परी परावर्तित भएर हाम्रो आँखाको रेटिनामा परेपछि मात्र देखिन्छ। तर यस पदार्थले न त प्रकाशलाई अवशोषित गर्दछ न त परावर्तित नै गर्दछ। त्यसैले यसलाई स्पष्ट रूपमा देख्न सकिँदैन, तर यसले कुनै पनि प्रमाण नछोडी आकाशगङ्गाहरूलाई प्रत्यक्ष प्रभावित गर्दछ। शोधकर्ताहरू ब्रह्माण्डीय परिक्रमा र यसको व्यवहारको विश्लेषण गर्दछन् ताकि डार्क म्याटर र यसको गुरुत्वाकर्षण सम्बन्धी पदचिह्नहरू फेला पार्न सकियोस्, साथै ब्रह्माण्डीय संरचनाहरूको निर्माण गर्ने शक्तिहरूको पत्ता लगाउन सकियोस्। मैगेलन क्ले टेलिस्कोपद्वारा अत्याधुनिक इन्फ्रारेड स्पेक्ट्रोग्राफको उपयोग गर्दै वैज्ञानिकहरू दूरस्थ आकाशगङ्गाहरूमा डार्क म्याटरको अवशेषको खोज गरिरहेका छन्। लियो बी र टुकाना जस्ता आकाशगङ्गाहरूको अनवरत विश्लेषण गर्दै वैज्ञानिकहरूले ब्रह्माण्डीय ध्वनि जस्तै राशिचक्रीय प्रकाशद्वारा डार्क म्याटरको सङ्केतलाई अलग गर्न मद्दत मिल्दछ। उन्नत डिटेक्टरहरूले वायुमण्डलीय हस्तक्षेपलाई छानेर सम्भावित डार्क म्याटर क्षय प्रकाशलाई अलग गर्दछ, जुन अवलोकन प्रौद्योगिकीमा उल्लेखनीय विकास हो। अक्षतन्तु जस्ता कणहरूको अध्ययन गर्दै शोधकर्ताहरूले यसको नयाँ जीवनकालको सीमा निर्धारित गरेका छन्, जुन ब्रह्माण्ड भन्दा पनि 10 लाखदेखि 1 अरब गुणा पुरानो छ। यसले डार्क म्याटरको सीमालाई पुनः परिभाषित गरेको छ। डार्क म्याटरको प्रत्यक्ष पत्ता लगाउन असफल रहे तापनि डार्क म्याटरको नयाँ जीवनकालको अनुमानले खोज क्षेत्रलाई सीमित गरिदिएको छ, साथै यसले भविष्यको प्रयोगात्मक दृष्टिकोणलाई तीव्र गरिदिएको छ। जेम्स वेब टेलिस्कोप जस्ता नयाँ पिढीका दूरबीनहरू यस खोजमा संलग्न हुनेछन्, जुन वर्तमानमा पत्ता लगाउने सीमाहरूलाई पार गर्दै डार्क म्याटरको रहस्यमय स्वरूपलाई उजागर गर्नेछन्।
तपाईहरूलाई यो मेरो विज्ञान सम्बन्धी भिडियो कस्तो लाग्यो? कृपया पेज तथा च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नुहोला। म फेरि पनि रोचक विषयसँग सम्बन्धित भिडियोहरू लिएर आउनेछु। हस्त, धन्यवाद।